one small plastic. Feels kinda harmless, right? But when you look at it, it's everywhere. प्लास्टिक एउटा जिनियस आइडिया विच विल सेभ मिलियन्स अफ ट्रिज। तर प्लास्टिक फोहोरको रूपमा खोलाका किनारहरूमा त्यो हावासँगै उड्छ र पानीसँगै बग्छ। हामीले गरेको यो गल्ती अहिले हरेक कुनामा पुग्छ र हामीले खाने खानामा पनि माइक्रोप्लास्टिक छ छैन भन्न सकिँदैन। र उसले यो यसरी फ्याल्यो कि लाइक इट डिडन्ट म्याटर एन्ड मेबी इट डिडन्ट रियली म्याटर। एउटा सानो ऱ्यापर, एउटा सानो बोतल, के नै चाहिँ फरक पर्ला ल। म एकजना मात्र के प्रयास गर्नु। द प्रब्लम फेल्ट टु बिग, लाइक इट वाजन्ट माइन्ड टु फिक्स। तर सायद मेरो त्यही सोच नै गलत थियो, बिकज बिग चेन्ज नेभर स्टार्ट बिग। यो सबैको सुरुवात एउटा सानो कदमबाट नै हुने होइन र त्यो सानो कदम म आफैबाट नै सुरु गर्नेछु। एउटा सानो प्लास्टिक त्यति उठाएर म डस्टबिनमा नि हाल्न सक्दिनँ र मलाई यो पुरै दुनियाँलाई एकै दिनमा बचाउनु पनि थिएन। इट वाज अबाउट चुजिङ टु एक्ट इभन वेन नो वान वाज वाचिङ। इट वाज अबाउट नट कटिङ द्याट टाइनी पिस अफ प्लास्टिक इन द प्याकेट। यसको बारेमा पोस्ट गर्ने, कुरा गर्ने, होपिङ द्याट मेबी समवान आउट देयर डज द सेम, एन्ड द्याट इज हाउ इट स्टार्ट्स। चेन्ज गर्नलाई गाह्रो छ, तर यो असम्भव भन्ने छैन। र साइकोलोजीमा एउटा रिपल इफेक्ट भन्ने छ, विच मिन्स even a small act of yours can influence other, and in that moment I thought, see how far the ripple effect goes. मैले हिँड्ने हरेक पाइलामा म प्लास्टिक देख्छु, नदीमा बगिरहेको, हावामा उडिरहेको, बिचारा जानवरहरूको घाँटीमा अड्किरहेको, मैले गरेको कर्मको भार उनीहरूले बोकिरहेको। र मलाई लाग्छ अब यो प्लास्टिक सफा गर्ने मात्र होइन, अब यो हाम्रो भविष्य बचाउने एउटा कार्य हो। बिकज प्लास्टिक कहिले पनि मर्दैन, यो फेरि फर्केर हामीबाट आउँछ।